हेर्नुहोस् है। र सबैभन्दा त्यो कारक भनेको आफ्नो मन हो। एउटा तालाको एउटा चाबी हुन्छ। त्यो चाबीलाई एकतिर घुमाउँदा ताला बन्द हुन्छ, अर्कोतिर घुमाउँदा त्यो ताला खुल्छ। त्यस्तै मन एव मनुष्याणां कारणं बन्ध मोक्ष हो। यो हाम्रो मन नै हाम्रो बन्धन र कारणको मोक्ष हो। यदि हामीले यो मनलाई भगवानको दिव्य भक्तिमा लगायौँ भने त्यसैले हामीलाई मुक्ति प्रदान गर्दछ। र हामीले यो मनलाई जब सांसारिक कर्मतिर लगाउँछौँ तब त्यसले हामीलाई बिस्तारै बिस्तारै दुःख दिन्छ। किनभने सांसारिक कर्म भनेको क्षणिक हो। यो धन सम्पत्तिले पनि मान्छेलाई कहिले जीवनभरि पुग्दैन, जग्गा जमिन जति कमाए पनि पुग्दैन। हेर्नुहोस्, एउटा व्यक्ति थियो, उसलाई चाहिँ एउटा मालिकले एउटा व्यक्तिले भन्यो कि तिमी यो आँखाले देखे जति, हेर्नुहोस् त्यो अत्यन्तै सुन्दर सुन्दर जङ्गलहरू थिए, बाटिकाहरू थिए, फलफुलहरू थियो, ठुला ठुला चाहिँ धेरै राम्रा राम्रा ठुला ठुला बिल्डिङहरू थिए, घर थिए। उसलाई एउटा व्यक्तिले भन्यो कि तिमी बिहान सूर्य उदयदेखि बेलुका सूर्यास्त समयसम्म तिमी यहाँबाट घुम, तिमी जति टाइमसम्म तिमी घुम्न सक्छौ त्यो सबै एरिया तिम्रो हुनेछ भनेर भन्यो। बिहान सूर्य उदयदेखि बेलुका सूर्यास्तसम्म जति घुम्न सक्यो त्यति एरिया सबै तिम्रो आफ्नो भाग हुनेछ भनिसके पछाडि हुन्छ भनेर ऊ बिहान सूर्योदय भयो। अब अलिकति खानेकुराहरू लियो आफ्ना झोलामा। अब ऊ बिहानै उठेर कुद्न लाग्यो। अलिक पर गएपछि साह्रै भोक लाग्यो, तर यसो हेर्छ अगाडि अत्यन्त सुन्दर वन जङ्गलहरू छन्। आहा, त्यो पनि मेरो आफ्नो हुन पाए त बरु यो खाना त भोलि खाँदा पनि हुन्छ, आज त त्यहाँसम्म त म पुगेरै छोड्छु, त्यो त आफ्नो बनाउनै पर्छ भन्नु। त्यहाँबाट कहिले पुग्यो त्यो वन जङ्गल, त्यहाँ पुग्यो, त्यहाँबाट अझै पर दिएको, आहा सुन्दर कति राम्रो बगैँचा रहेछ, त्यो पनि आफ्नो बनाउन पाए भन्नु। त्यहाँ पनि कुद्न लाग्यो। ऊ कुदेको जब बेलुका सूर्यास्त भयो उसले त्यो एरिया सबै परिक्रमा गर्यो। तब सूर्यास्त भएर जब त्यो पहिलाको बिन्दुमा आइपुग्यो तब त्यहाँनिर उसको गोविन्दाय नमो नमः भयो, कृष्ण कन्हैयालालको। हेर्नुहोस् है, अब जब उसलाई कति जमिन चाहियो, आफ्नो शरीर गाड्नका निमित्त हामीलाई जति जमिन आवश्यक पर्छ अन्तिम हामीलाई चाहिने त त्यति नै रहेछ। अरू सबै हाम्रो यो आँखाको निमित्त हाम्रो यो लोभ मात्रै रहेछ, अरू त सबै। हेर्नुहोस् त, आखिरमा उसले आज सूर्योदयदेखि त्यो सबै जग्गा जमिन आफ्नो बनाउने उद्देश्यले ऊ सम्पूर्ण कुराहरू भ्रमण गर्दै गयो। तर अन्तिममा उसलाई चाहियो त्यति 6 फिट जमिन चाहियो उसलाई। त्यस कारणले गरेर हाम्रो यो मनलाई हामीले भगवानमा लगायौँ भने यो मनले हामीलाई मुक्ति बनाउँदछ, हामी मुक्ति भएर जान्छौँ। तर जब यो मनलाई हामीले संसारमा लगाउँछौँ भने त्यो संसारबाट हामी कहिले पनि पार पाउन सक्दैन। कृष्ण कन्हैयालालको। र यसरी सूर्यनारायण भगवानले